यो अब चारो काट्नु पर्ने होला नि Hello everyone. आज चाहिँ न्यू हाउस वेडिङ गर्न गइरहेछौँ। हेलो आज वेडिङ यस्तो क्लस्टर अनि सिधै गर्छ नि त ल त्यसै गरौँ बलमा छाने छ बलमा बङ्गाली भाइलाई यहाँ बङ्गाली होइन त बङ्गालबाट आएको होइन बङ्गाली भाइहरू मुस्लिम भाइ मसँग यहाँ साथ सपोर्ट दिँदै हुन्छ साने के छ साने भाइ हामीले एक लाइन सिधाइ हुने एक लाइन एक लाइन यहाँ यो पाटा अब दोस्रो पाटा टोयलेट बाथरूम लाइन गर्दैछौँ साने भाइ मेहनती भाइ मेजरमेन्ट गर्दैछन् यो भनेको रुमभित्र जाने प्वालै के अरे गिरमिट भयो ल गिरमिट इङ्ग्लिस नबोल्न यार तेस्रो रुममा जाने हो यो चाहिँ किचन रुम डाइनिङ हल यतापट्टि पर्छ धारा यहाँ बनाइन्छ यो साइडमा ल मेरो काम गर्ने ठाउँमा मेरो छोरी र काकी आउनुभएछ खाऊ मलाई खिच्नुहुन्छ त्यहाँ लिबक्स एमसिबी राख्ने फर मेन बक्स यो साइड चाहिँ मिटर बक्स आज चाहिँ तार पछि काम पुरा भयो यसको सबै हालिसक्यो पुरा भइसकेको छ यहाँ ड्रइङ गर्नु बाँकी छ र आज प्लम्बिङको काम पनि के लिएर आउनु लाइटर र हामी
ल दुर्गा सरकोबाट भनेको पनि ल्याइयो मागेर के गर्नु यता आउ न त्यता नजाऊ म यताबाट जाँदैछु उता जाऊ भने लिएर जाँदैछु कस्तो अप्ठ्यारो बाटो ए पानी छ है यस्तो जोखिम ठाउँबाट हिँड्दैछु र हाम्रो सर रेडीमा हुनुहुन्छ यो भएर पक्र सर पढ न कस्तो साला आया गोटो यस्तोले नि अलिक लामो जस्तो भएको छैन ट्याङ्की सेङ्की चढाएर पनि प्लम्बिङको पाइपहरू जोड्दैछौँ भ्याए जति आज गरिसक्नुपर्छ है भाइ ए मेजरमेन्ट गर्दैछ यो भाइले अलिकति पनि मिस्टेक भयो भने ग्याम खलास हुन्छ त्यही भएर मेजरमेन्ट गरेरै पहिला नै होसियारपूर्वक काम गर्नुपर्छ ग्राइन्डरले अघि ह्याक्सोले काट्दै हुनुहुन्थ्यो अहिले चाहिँ अलिकति उहाँ गल्नुभयो अहिले चाहिँ ग्राइन्डर चलाउँदै हुनुहुन्छ काट्नको लागि नापेर हाम्रो नापाइ भनेको इन्ची टेप चाहिँदैन हातको सुता बराबर हान्छन् यही छ म चाहिँ यो प्लग घुसाउँदैछु प्लग घुसाउनु मात्रै आउँछ मलाई त काट्नुमा ज्यादा छ आजको काम चाहिँ फिनिस गरेर जानु भनेको त्यही छ हाम्रो प्लम्बिङ लाइन अघि मैले भनेको सकिन्छ कि सकिँदैन भनेर यसो अनुमान गर्न सकिनँ सकिन्छ जस्तो लाग्यो आज चाहिँ अलिकति ग्राइन्डरले पाल पानी छ बाँकी त अब भोलि आएर सबै पाइप बिछाएपछि त प्लास्टर गर्नु बाँकी छ प्लास्टर गरेर पैसा थाप सरी बस न एक ठाउँ फेरि लगातार काममा व्यस्त यसलाई सब फिटफाट गरेर अनि सट्ट मेजरमेन्ट गरिसकेपछि गम टालेर ठिकठाक बनाउने हो फ्लिप सिप लाएर जति सक्दो आज सक्नुपर्छ है भाइ राति भए पनि टेप इन्ची टेप यसलाई भन्छ कोरियन भाषाबाट छुल्छा भन्छ कि के भन्छ थाहा भएन अर्को भनेको छा भनेको चाहिँ फिट हो यसलाई भन्छ इन्ची टेपलाई छुल्छा अलिअलि कोरियन भाषा नि यसो युज गर्नु पर्यो नि त हौ गाई कतै गइन्छ कि भन्ने आशा मात्रै है भरोसा नगर्नु जादु छ यो लाइटर टक्क सल्काउने बित्तिकै भुर्र बल्छ हेर्दै जानु होला र पहिला प्लम्बरहरूले पत्रिका डढाएर पाइपलाई खोल्ने काम गर्छ नि अहिले यसको हातमा जादु छ बङ्गालीको हातमा जादु देख्नुभयो कस्तो छ जादु कसरी गर्दैछ हेर त यसको हातमा जादु छ नि ल गाइस यति नै होला मैले बुनेको बाँसको यो लान्छु ल यहाँ के राख्ने पेन राख्ने पेन राख
यस पेन राख न पेन होल्डर यसलाई भन्छ यसलाई स्याउ सुन्तला राख्ने बास्केट भन्छ यसलाई है ओके गुड